नमस्कार, म हरिबहादुर किसान। नमस्कार, म हरिबहादुरको श्रीमती सीता। नमस्कार, म हरिबहादुरको छोरी सरस्वती मदिन गर्मी। नमस्कार, म सन्तानको अध्यक्ष। नमस्कार, म किसान। नमस्कार, म किसान। नमस्कार, चौधमा आधारित कृषि कार्य नियन्त्रण उपाय प्रचालन समितिको सदस्य। नमस्कार, म भाग गजेन्द्र। नमस्कार, म नमस्कार, म नमस्कार, म नमस्कार, म नमस्कार, म किसान श्यामे। नमस्कार, म किसान रामे। नमस्कार, म हरिबहादुर किसान। धेरै काम गर्नु थियो, घाम नै लाग्न लागिसकेछ। अहिलेसम्म म त भुसुक्कै निदाइन्छु। ए बुढो हजुर उठ्नु पर्यो क्या, यहाँ घाम लाग्न थालिसकेछ। कति धेरै काम थियो, म त भुसुक्कै निदाइन्छु। आज त खत्तमै भयो नि। उज्यालो हुन पाएको छ। म नास्ता गराउँछु। आज हामी त जङ्गलतिर जाने भनेको होइन र? हो ल छिटो छिटो गर है त, म गोठतिर जान्छु। ल ल, म नास्ता बनाउँछु। ल हामी पनि बस्नुपर्छ। भोलि सिकाउनु भएको थियो। भोलि पिपल चौतारामा 1 बजे मिटिङ छ। सबैजना आउनु भन्नुभएको थियो। सबैजना परिवार जानुपर्छ नि। ए ल ल, हामी बुढाबुढी जानु र? हुन्छ सबैजना जानुपर्छ नि, जाने हो। ए ल ल, भ्याएसम्म जाउँ ल, न त तेरो बाउलाई पठाउनु पर्ला। दिदीले यत्रो थाहा पाउँदा तेरो ध्यान कहाँ थियो? तँलाई जान थाहा हुनु पर्दैन? म बस सिबेट्युम भनेको चाहिँ समुदायमा आधारित चोरी सिकारी नियन्त्रण उपाय परिचालन हो। यसले चाहिँ वन्यजन्तु र मानवको सहअस्तित्व कायम गरेको छ। यसले चाहिँ विभिन्न जनचेतना कार्यक्रमहरू सञ्चालन गरेको छ सिबेट्युमले। सर म्यामहरू आउँदै हुनुहुन्छ। सबै हामी चाहिँ अलिकति आउन ढिला भयो, त्यसको लागि चाहिँ क्षमा चाहन्छु। म चाहिँ रियलाइज 2 परियोजनाको सर हो। नमस्ते, मेरो नाम खिमा बिका, म चाहिँ रियलाइज 2 परियोजनाको म्याम। नमस्ते, मेरो नाम लक्ष्मी जैसी, म चाहिँ र संस्थाले चाहिँ हामी रिन्युएबल वर्ल्ड, लिभर र सुन्दर नेपालको चाहिँ साझेदारीमा विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरिरहेछौँ। हाम्रो चाहिँ यही ठाउँमा हामीले योभन्दा अगाडि पनि रियलाइज 1 को काम पनि सकेर अहिले चाहिँ रियलाइज 2 को काम भइरहेछ। ए सर, यो संस्थाले अरू के काम गर्छ नि? हामीले ठ्याक्कै यही गर्छौँ भन्ने त्यसरी चाहिँ छैन। हामीले चाहिँ तपाईँहरूको ठाउँमा यहाँ पनि यो रियलाइज 2 आउनुभन्दा अगाडि चाहिँ बेसलाइन सर्वे गरेका थियौँ। त्यसमा चाहिँ हजुरहरूलाई मेजर चाहिँ के समस्या छ त, हामीले हजुरहरूको समस्याको चाहिँ समाधानको लागि के गर्न सक्छौँ त, थोरै रोकथाम भए पनि हामी कसरी गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ के गर्नु त साइले, मेरो त त्यही एउटा आटा थियो, त्यही नै बाघले खाइदियो। मेरो त नि, यहीँ खाएको। मेरो त बाख्राको छत्ते नाश पार्यो नि हो, म त बर्बादै छ। आज यतैतिर चराउँ न त है, चराउँ पनि छ। बस्नु न, हुन्छ। किन बाख्रा भयो त, सेकै भयो कि? ए हेर्नु बाघहरू रहेछ। भन दाइ, किन बोल्दैन त? सुन्नुहोस् क्या, मैले बोलाएको के काममा आयो? कति कतातिर जानु थियो, धार काट्नु थियो। जाउँ न त 2 भाइ, यसो जान्छस् कि भनेर। रोख है त, म बन्जरो लिएर आउँछु। जाउँ त ल सामे, धार काटेर हामीहरू चाहिँ दरो बेच्नुपर्छ होइन, बेचेर दरो पैसा कमाउनु पर्छ। धार काटेर सामे हामी धार बरु यसो कता काट्ने होला। ल सामे, यही काट्नुपर्छ। यो रुख चाहिँ धार पनि धेरै आउला जस्तो छ, यही काट्नुपर्छ है त।
यार दा यार यस्तो रुख काट्ने काम राम्रो होइन यार। म अस्ति सस्तामा गएको थिएँ, मलाई उता के भन्छ रुख काट्नुहुन्न, फेराडी गरेपछि जङ्गलको जनावरहरू घरतिर पस्छ। कोहीले केही गर्दैन, रुख त काट्नु पर्यो त, चाहिएको चिज त काट्नु पर्यो त। के गर्नु अब, भनेको मान्ने हो, काटेर अन्त काटेर। ल म काट्दै गर्छु त। ल अलि नजिक आइज नि त, अलि नजिक आयो। तेरिका कस्तो गर्मी भयो त स्यामे। ल स्यामे ककर भर त, ककर खाम अनि फेरि जुटाउँला त। ल ककर भर त, साँच्चीकै ककर। ल भर भाइ। ल स्यामे ल ककर खाएर यसो जुट्नुपर्छ, फेरि यहाँ लास्टै थकाइ काम त। ए रायो दाइ उता जङ्गलतिर के भन्छ, रुख काट्न गएको बाघले धन्नै खाएन। उता रामे दाइ र म गएको, बाघले लखटेको हो। रामे दाइ कता गए, के गरे अनि बाघ आयो भनेर भन्नु त पर्छ, मलाई एक्लै छाडेर आयो हेर त। तिमीलाई मैले नजाऊँ भने होइन, तिमीले जबरजस्ती लगे होइन। अनि भन्नु त पर्छ, बाघ आयो भनेर धन्न खाएन मलाई। हेर्दै यहाँ पुरा खाइदियो हेर त। के लखाउनु गर्छ अब बाघलाई लखटिन, अब हामीलाई हाइसुख हुने भयो। अब जङ्गलमा पनि हाम्रै राज चल्ने भयो। अझ यति बेला भइसक्यो, किन गाउँभरि हल्ला खल्ला, त्यही भएर बुढो पनि आउनु भएको छैन। छोराछोरी खेल्न आउनुपर्छ है। ओहो सबै भन्नुपर्छ। ल सब लाएर एक सब जसले मैले जे बोल्छु नि तपाईँ सबले ठिक छ भन्नुलाई। हुन्छ फेरि कोही समितिसँग मिल्ने, कोही सिबिएस मैले, कोही कता मिलेर होइन नभन्नु है। ल हामी चाहिँ आइपुग्यो, अलिकति ढिला हुन पुग्यो, यसको लागि चाहिँ क्षमा चाहन्छौँ। सबैको चाहिँ निराश देख्छु त सबैलाई। किन निराश नहुनु त? हाम्रो वर्षदिन खानेपाली घरमा आएर जनावरहरू सत्यानाश पार्न आँट्यो। जङ्गल जाँदा पनि हामीलाई त्यस्तै डर हुन्छ। निराश नभएर के हुनु त? ठिक छ, यसको दिगो समाधान खोजौँ होला। अनि हाम्रो चाहिँ पोस्टको उहाँ चाहिँ रेन्जर सर हुनुहुन्छ, अनि हाम्रो चाहिँ आर्मी हुनुहुन्छ उहाँ चाहिँ। हजुरहरूले चाहिँ अब यत्रो चाहिँ बाली नाली क्षति भएछ यहाँ चाहिँ तपाईँहरूको। यो चाहिँ विगतबाट तपाईँहरूले बाली नाली लगाउने आफ्नो जीविकोपार्जन चाहिँ गरिराख्नु भएको थियो। अनि अहिले चाहिँ यसरी एक्कासी यत्रो क्षति हुन कसरी पुग्यो? तपाईँहरूको बाली चाहिँ एकै रातमा यसरी तहस नहस चाहिँ कसरी भयो जस्तो लाग्छ? कतै चाहिँ हजुरहरूले गल्ती गरे जस्तो लाग्छ? केही गल्ती गरेको छैन हामीले। अझ हाम्रै बाली तहस नहस हुनेछ, अझ हामीलाई गल्ती गरेछौँ भनेर सोच्नुहुन्छ तपाईँ पनि? जङ्गल जनावर घरमै आएर हाम्रो लगाएको वर्षदिन खानेपाली एकै दिनमा सफा पारिदियो। हाम्रो के दोष छ र यसमा? अनि बाघलाई पनि लखट्नु भयो अरे भन्ने सुनेको थियौँ त, हाम्रो सिबिएफीको कुरा भएको थियो। अनि नलखटेर के गरे त? मान्छे खाना खोज्ने, अनि त्यहाँबाट जङ्गलमा गाई बाख्रा लग्यो, जङ्गलमै खाने, घरमा राख्यो, घरमै खाने। अनि त्यो बाघलाई नलखेटेर के गर्ने त? अनि हामीले चाहिँ हजुरहरूले बाघको महत्त्व नबुझेर हो। हामी चाहिँ उसले गरेको गल्ती मात्रै देख्छौँ, उसले गरेको कामहरू देखेनौँ हामीले। अहिले भोग्नुभयो होला नि, जस्तो पहिलादेखि तपाईँहरूले जीविकोपार्जन गरिराख्नु भएको थियो, हजुरहरूलाई केही समस्या थिएन, बाली नाली मजासँग भित्रै राख्नु भएको थियो। अब अहिले एक्कासी चाहिँ हामीले हजुरहरूले बाघलाई लखटिदिन बित्तिकै हाम्रो जङ्गलमा चाहिँ बाघ भएन। बाघ नभइसकेपछि वन्यजन्तुको जनसङ्ख्या चाहिँ बढ्न पुग्यो, उनीहरूलाई चाहिँ प्रशस्त आहारा भएन। त्यसैमा हजुरहरू घाँस दाउरा काट्न जानु पर्यो, त्यसै गर्दाखेरि वन फडानी हुँदै गयो, वन चाहिँ सानो हुँदै गयो, उनीहरूलाई चाहिँ आहारा पुगेन। त्यसपछि चाहिँ उनीहरू जीविकोपार्जनमा थोरै भए पनि सपोर्ट गर्ने भयो नि त। उसले चाहिँ वनका जनसङ्ख्या वृद्धिलाई चाहिँ न्यूनीकरण गर्यो। अनि त्यसपछि चाहिँ अब वन्यजन्तु आएनन्। अहिले चाहिँ अब बाघ भइदिएन, जनसङ्ख्या चाहिँ वन्यजन्तुको अरूको बढ्दै गयो। त्यसपछि अब उनीहरूलाई आहारा नपुगेपछि उनीहरू आएर चाहिँ बाध्य भएर यस्तो घटना भएको हो, यत्रो चाहिँ नोक्सान हुन पुग्यो। अब चाहिँ यसको दिगो समस्याको समाधानतिर लाग्नु पर्यो हामी। ए कुरा त्यस्तो भयो। घरबाट आउँदाखेरि चाहिँ के गाली गर्नु पर्ला भनेर आएको त, यहाँ आएर कुरा सुन्दा चाहिँ ठिकै लाग्यो। अब ठिकै छ, पहिला अब सानो सिबिएफी यताउता भन्दा हामीले चाहिँ मानेन। अब उपभोक्ता समितिबाट, अब निकुञ्जबाट, अब सङ्घ संस्थाबाट सबै सहरहरू सबै आएर सिकाउनु भएको छ। हामी पनि त्यसै गरौँ न त, कतै राम्रो हुन्छ कि उहाँहरूले भने जस्तो गऱ्यौँ भने एकचोटि हेरौँ न त है।
के गर्नुहुन्छ त? यो तपाईँहरूको समस्याको दिगो समाधानको लागि स्थायी समाधान खोज्ने हो भने हामीले चाहिँ अब बाघ लखटेर पनि यत्रो भयो। सबैभन्दा पहिला चाहिँ हामीले बाघको संरक्षण गर्न पर्यो। बाघलाई संरक्षण गर्ने बित्तिकै तपाईँको जो वन्य जन्तुको चाहिँ जनसङ्ख्या चाहिँ वृद्धिमा अलिकति नियन्त्रण हुने भयो। बाघलाई संरक्षण गर्न पर्यो, वन्य जन्तु चाहिँ संरक्षण गर्न पर्यो। त्यसपछि घाँसे मैदानहरूको चाहिँ व्यवस्था गर्न पर्यो। त्यसपछि अलिकति वन अतिक्रमण चाहिँ अलिक कम गर्नु पर्यो हामीले। त्यसपछि चाहिँ अलिकति राम्रै समाधान हो। त्यही भएर अब त्यो बाबुलाई अध्यक्ष बाबुलाई एकचोटि बोलाएर धन्यवाद पो दिने हो कि भनेर बोलाउने भनेर नि। सबैलाई नमस्कार। सबैको अनुहार त हँसिलो देख्छु त आज, के छ त्यस्तो? आज त हामी सबै खुसी छौँ नि त। के भयो त त्यस्तो, किन खुसी हुनुहुन्छ भन्नुहोस् त? के हुनु नि, तपाईँले भनेको मानेर हामीले अहिले अन्न बाली मजाले प्रशस्त रूपमा भित्र्याउन पाएको छौँ। अनि आजभोलि जनावरको जङ्गली जनावरले केही आक्रमण पनि गरेको छैन। अहिले सबै राम्रो भएको छ अहिले। ठिक छ, हजुरहरूले यस्तो भन्दाखेरि चाहिँ हामीलाई पनि खुसी लाग्यो। हामीहरूले चाहिँ नबुझेरै रहेछ त्यत्रो नोक्सान बेहोर्न परेको, त्यो चाहिँ रियलाइज भयो हजुरहरूलाई। अनि हामीले पहिला गल्ती गरिहाल्यौँ, अब गल्तीको पश्चाताप गर्नको लागि पनि यस्तै परिरहेको छ हामीलाई। ठिक छ, हजुरहरूले यस्तो गर्नुभएको रहेछ, अब गर्नुभयो यत्रो जोस् फरक पाउनुभयो नि हजुरहरूलाई पनि नयाँ प्रविधिबाट गर्दाखेरि जो सजिलो भयो नि। धेरै फरक पायौँ नि, कति हो कति। त्यही भएर त धेरै राम्रो भएको छ अहिले। ठिक छ, अब हामी पनि खुसी छौँ हजुरहरूले यत्रो भनिदिनु गरिदिनु भयो। अहिले वन्य जन्तु पनि संरक्षण छन्, बाघ पनि संरक्षण भएको छ, सबै कुरा राम्रै भएको छ। हजुर, सबै राम्रो भएको छ अहिले त। त्यही भएर तपाईँहरूलाई बोलाएर यसो धन्यवाद दिने पो हो कि भनेर हामीले बोलाएको नि। ठिक छ, अब यही खुसियालीमा चाहिँ एउटा अन्तिम नारा भनेर चाहिँ हामी छुट्यौँ लाग्दै आज कार्यक्रम यति अन्त्य गरौँला। हुन्छ नि त। बाघ जोगाउँ, पर्यावरण बचाउँ, वन फडानी बन्द गरौँ।